हेलो गाइजहरू, आज चाहिँ हामीले फिल्महरू गएका थियौँ। हामी चाहिँ फिल्म हेरेका लास्ट इयर हुने जस्तो फिल्म छ। हजुरलाई राम्रो लाग्योमा लाइक सब्सक्राइब गरिदिनु होला। यो फिल्म चाहिँ हजुरलाई के सिकाउँछ त्यो कमेन्ट गर्नु होला। यसमा चाहिँ नराम्रो राम्रा चिजहरू पनि देखाउन सकेका हुन्छ। हजुरले राम्रो लाग्योमा लाइक कमेन्ट सब्सक्राइब गर्नु होला। यो डान्स सकेपछि यो डान्समा चाहिँ यदि चाहिँ कस्तो लास्टै राम्रो नाच्नु भएको छ। गाइजहरू राम्रो नाच्नु भएको छ। यहाँको डान्स चाहिँ लास्टै मन पर्यो। यो नानी चाहिँ बेस्ट लास्टै राम्रो नाचेकी छन्। मायालाई के दिउँ म बहिना फुल दिउँ कि भन्ने नाचेकी छन्। यिनी नानी चाहिँ को हो, उनको नाम के हो कमेन्ट गर्नु होला। हजुर चाहिँ फिल्म हल जानुभन्दा यहीँ बस्नु होला। यस्तो लाली बजार भन्ने फिल्म लागेको छ आजभोलि चाहिँ। त्यही फिल्म हेर्न गएका थियौँ हामीहरू। यो चाहिँ यो अपराधी यो नारायणजी अनि आमाले लग्छ बिचारी। यसको 10 क्लासको इक्जाम सकिँदो बेला नै यसलाई यो राजाले त्यो नथिया निकाल्ने भनिन्छ। अनि त्यसपछि बिचारीलाई यसलाई लगेर गोठमा हुन्छन्। बिचारी यस्तो हुनुपर्छ आमा र छोरी बिचको माया। पढ्ने चाहिँ हामीले राम्रोसँग पढ्नुपर्छ। 10 क्लासमा पढ्दै लगेर यस्तो भएको। नारायणजीले चाहिँ सानामा आफ्नो छोरीलाई 10 क्लासमा पढ्ने दिदीलाई साना हुँदाखेरि त्यस्तो पापीको नजरबाट बाहिर हटाउनको लागि उता लगेका थिए। यो अपराधी चाहिँ लास्टै हुन्छ। अब ती नानी चाहिँ नथाहा पाएर हामीलाई पकडे भन्ने नाचेकी थिइन्। अब चाहिँ नानीलाई लग्छन्, त्यसलाई चाहिँ ती मार्छन्। यो बड्डो पनि लास्टै बिग्रेको छ। यो बड्डो फिल्मले सिकाएको हो। तपाईँले देख्दै हुनुहुन्छ भने मलाई गाली नगर्नु होला। बिचारालाई हान्नुहुन्छ, नारायणजीलाई हान्नुहुन्छ यो राजाजीले। यहाँले चाहिँ तेरो पापीको नजरबाट निकालेर लग्ने छु म आफ्नो छोरीलाई भन्छन्। अनि बिचारी नानीलाई नथाहा पाएर लग्छन्। नारायणजीलाई चाहिँ यस्तो गरेर लग्छन्। अब यसले चाहिँ अब आफ्नो छोरा दिन्छन्। त कहाँ गएकी थिइस् हुन्छ आमाले चाहिँ छोरी चाहिँ मलाई त्यो ठुलो साथीले ठन्डा बरफ खान लगाउनु भएको। अब चाहिँ सुरको ठुलोमा पकडेर यता लगेर बिचमा बिग्रेको छ। मैले त्यति हालेको। अब अनिपछि यस्तो हुन्छ गाइजहरू। अनिपछि राम्रो लाग्योमा लाइक कमेन्ट सब्सक्राइब गर्नु होला। यहाँ चाहिँ दिदी यहाँ रुनु भएको छ लास्टै। दिदी पनि लास्टै रुनु भएको छ। लास्टमा चाहिँ एन्डमा चाहिँ कति खतरा हुन्छ गाइजहरू। मैले फिल्म हेरेको माफ गर्दै छोरी भन्नु।